हेलो साथीहरु, दर्शक नमस्ते अनि सन्चै हुनुहुन्छ अनि म पनि सन्चै छु। म हुँ सुजु मल्ल अनि हजुरहरुलाई स्वागत छ सुजु मल्ल युट्युब च्यानलमा। अनि सदाको जस्तो नयाँ न्यू भिडियो लिएर आजसम्म उस्तो भइसकेको छु। मलाई विश्वास छ मेरो सम्पूर्ण युट्युब फ्यामिलीहरु सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ भन्ने आशा साथ मैले यो भिडियो हजुरको सामु स्टार्ट गरिरहेको साथीहरु। हजुरलाई देखाइदिनु पर्यो। यहाँनिर सरोज छ साथीहरु। यहाँ सरोजले मलाई पनि देखाइदिनु भनेको भएर म देखाइदिएको छु। अनि साथीहरु अब हामी चाहिँ सरोजना लागेको साथीहरु, छाता ओढेर हसौरा यहाँ पुष्पा छ अनि यो लन्ठे छोराहरू अनि म भएर जाँदैछु साथीहरु। चराचुरुङ्गीको आवाज सुन्नुभएको छ चराको टक 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 गरे हैन। मोटी देख्यो होला डल्ली देखे डल्ली देखेछ। अनि भोलि त मदर्स डे, ह्याप्पी मदर्स डे भन ल सबैलाई एडभान्स ह्याप्पी मदर्स डे। भन्न आफ्नो मम्मी नभए नि मेरो मम्मी चाहिँ यता भइसक्छ। मैले उसलाई भनेको के युट्युबमा भनेको, अरूलाई भनेको, अरूलाई नि भनेको के खै त भनेको ह्याप्पी मदर्स डे एडभान्समा सबैलाई हाम्रो आन्टीलाई नि। अनि साथीहरु हामी चाहिँ हसौरा जान लागेको साथीहरु। हसौरा भनेको कस्तो छ भनेर हजुरलाई म देखाउने छु। अनि हेर्दै जानु होला, भिडियो स्किप नगरेर। अनि नयाँ साथीहरूले हेर्दै हुनुहुन्छ सब्सक्राइब गरिदिनु होला, अनि भिडियोमा गएर लाइक कमेन्ट गरिदिनु होला, अनि पुरानो साथीहरूले भिडियो हेरेर लाइक कमेन्ट गरिदिनु होला भन्दै म चाहिँ हिँडेको साथीहरु। अहिले हामी को जान्छौँ भनेर, हामी वहाँ को हुन्छौँ भनेर सबै देखाउने छु। हजुर जानु ल। हसौरा आएर पनि यहाँ यत्रोजना साथीहरूसँग भेला भइयो अनि हाम्रो मिटिङ सिटिङ भइसक्यो। अनि यहाँ रहेछ पञ्चकन्या के हो यो पञ्चकन्या मन्दिर, दुर्गा पञ्चकन्या मन्दिर यहाँ साथीहरु। अब हामी हिँडेको छैन जस्तो आएन। नवदुर्गा पञ्चकन्या मन्दिर यो हो हाम्रो छेउमा। ल म जाउँ। ल साथीहरु यही हो नवद दिल बहादुर आले अरे नवदुर्गा पञ्चकन्या मन्दिर साथीहरु। यहाँ त्यस्तो रहेछ बस्ने ठाउँ चौतारीहरू। मैले भिडियो बनाइरहेको छु मैले। त लु साथीहरु अब हामी फेरि भाउजू घर जाने हो। भाउजू घर गएर अब के खुवाउने हो भाउजू मेजमा नि खाएर जाने कतिर रे चौतारीमा पिपल छाया अनि ए लगी जाने कति राख्ने अरू ध्यान अरू त भन्नु जान्दैन त्यो भने गाई जाने गिरा जाने ल हाम्रो एउटा ठकुरी मैया रानी घर यो रहेछ हो र। यही हो साथीहरु हसौरा। अझै उता त गर्ने देखाउँदैछु। अन्त साथीहरु घाममा टन्टपुरै घाममा यसरी हिँड्न पर्ने अवस्था हाम्रो। हजुर यहाँ त साथीहरु यस्तो टन्टपुरै घाम छ। यता हेर्नु रेखा अनि भाउजू यस्तो घाम छ यही हो हसौरा। ए गएको थियो तँ त बस्यो मसँगै। ए
ए फोन गर्छ हजुरलाई ए हो र भेनाजीको सन्देशसँग सुत्नु सन्देश भेनासँग सुत्ने म त भन्छ क्या उसलाई थाहै छैन नि त बोलपास तरुनी भएपछि तरुनी भएपछि जिस्काइदिने हो त्यसलाई ल कान्छामा घर आएको हाम्रो कान्छामा घर यही हो कान्छामा घर अङ्कल दर्शन ठिकै छ त्यही भएर हाम्रो कान्छामा के भन्नु बाख्रा दुईटा छ बाख्रा यत्रो खरो बाख्रा तिमी दुईटा करला फल भ्याएर चाहिँ पानी आएको फर्सी झन् कति यहाँ त साथीहरू यो हसौराको गाउँहरू यहाँ रिसा शर्मा आएर हैरान्छ यस्तो लाइभमा बसेर यहाँ जिस्काउने मान्छे हो फेरि अझ यहाँ अब हामी यहाँबाट चाहिँ भाउजू जाने हो ओ यहाँ चाहिँ हेर्दै आँप फलेको यहाँ साथीहरू आँप कति आँप सबै मेरोमा फोटो खिचिदिनु न कहाँ हो है गाइस आइफोनबाट फोटो खिच्नुपर्छ तर मिठो भयो यार कति घाम चाहिँ साथीहरूलाई सेतै घामला हुन्छ ल कहाँ बन्द गर्नु नि ल ल ल यता ल भिडियो भयो यो ल साथीहरू हामी चाहिँ यहाँ भाउजू घर आयो खाएछ त खायौँ टन्नसँग खाएर निक्लेको यो अब चाहिँ यहाँ भाउजूको चाहिँ अघि हजुरलाई देखाएन तर अब चाहिँ हामी निक्लेर ऊ त्यो अटो बसिसक्नु भयो ऊ त्यो अटो आएर अटोमा जाने ल साथीहरू अब हिँड्दै गरे जानु लाग्यो जानु होला फेरि अब हामी कहाँ जान्छौँ भने फेरि देखाउने छु फुल चोरेर लिएर आएको गुलाबको फुल हामी मिलेको है साथीहरू हसौरा 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 हसौराको गाउँ खोला है साथीहरू खोला खोली हामी मरुभूमिमा छौँ है साथीहरू अहिले